छ गाइज, सबैले ठिक छ होला हैन। म चाहिँ यहाँ धेरै दिनपछि चाहिँ यहाँ भ्लग बनाउँदैछु अनि त्यही नै हो गाइज। अनि मेरो चाहिँ एक्जाम थियो नि त, अनि अझै एक्जाम सकिएको छैन। म चाहिँ हिजो राति चाहिँ यहाँ यता गाउँमा आएको थियो, अनि त्यही भएर धेरै दिनपछि चाहिँ भ्लग बनाइरहेको छु। अनि के भन्ने के नभन्ने भइरहेको, अलि लाज लागेको जस्तो पनि भइरहेको क्या। अनि त्यही हो, म चाहिँ अहिले घरमा छु होइन। अनि अहिले म के भन्छ उता तल पनि फर्किन्छु। अनि त्यही हो, अरू त के भन्ने। अनि मलाई अलि हतार भइरहेको क्या, अब तल जानुपर्ने थियो। अनि त्यही हो, आज चाहिँ गाउँबाट उता तल त्रिशुली जाउँ भने। अनि हिजो राति आएको थियो, अनि यसो गाउँमा चाहिँ यसो घर कस्तो के भइरहेको रहेछ भनेर हेर्न आएको थियो कि। अनि घरमा चाहिँ यहाँ कोही बस्दैन नि त, चराको आवाज बवाल आइरहेको छ यार, चिरिबिरी चिरिबिरी गर्दै सुनिरह हो तपाईँहरूले नि। गाउँमा आउनुको यही फाइदा हो कि बबाल बिहानै टक्क घाम लाग्ने स्टोरी होइन। हेर्नु न, बादलहरू बबाल आइरह। अनि त्यही हो, यो पछाडिको चाहिँ मेरो घर हो। अनि मेरो घरमा चाहिँ आजभोलि कोही बस्दैन, सबैजना उतै बस्छ। अनि त्यही घरमा चाहिँ अलि भनौँ न त्यो झारसार यताउति के उम्रेको कि। अनि स्पाइडरको जालहरू छ घरको त्यो भित्तामा। अनि त्यही हो, अनि म चाहिँ मेरो घर देखाउन जान्छु। मेरो घर चाहिँ यस्तो रहेको छैन गाउँमा। यो पनि पुरै च्याते छ, पानीले भिजेर घाम लागेर। अनि धारा पनि पुरै सुक्खा भएको क्या। अनि त्यही म चाहिँ अब चाहिँ घरभित्र छिर्दिनँ होइन। घरको आएर चाहिँ भित्र कस्तो के भइरह। अनि मैले अघि चाहिँ ठुलो मम्मीको घरबाट साँच्चै ल्याएर भर्खर खोलेको हो। अनि म हिजो राति ठुलो मम्मीकोमै बस्यो। अनि मेरो घर चाहिँ यस्तो, भित्र चाहिँ अब ठिकै भनौँ, भित्र त्यस्तो बिग्रोस् छैन। लाइटहरू चाहिँ बल्दो रहेछ। मैले चाहिँ लाइटहरू चाहिँ जल्यो कि बिग्रियो त्यस्तो लगाइराखेँ कि। अनि त्यही हामी चाहिँ गाउँमा आउँदाखेरि पहिला गाउँमा आउँदा चाहिँ मम्मीले यहाँ टक्क होइन खानेकुराहरू यताउति बनाएर राखिदिन्थ्यो। अनि ट्याक्क खान्थ्यो हामी गाउँमा आउने बित्तिकै। अब मम्मी पनि छैन, अब एक्लै हो, के खाने। अब यहाँको स्याउ अङ्गुर टिपेर खान मिलेन। कौन है ये लोग, कहाँ से आते हैं? त्यही हो, म चाहिँ अब हतार नि भइरह। अलि चाँडै जानुपर्ने, भोलि एक्जाम छ फेरि। अब एक्जामको दिनमा को यस्तरी घुम्छ क्या म जसरी। त्यही हो गाइज। अनि हाम्रो चाहिँ यहाँ चाहिँ झ्याल नहाल्नुको कारण चाहिँ हाम्रो त्यहाँ झ्यालै त्यो हाल्नु नआउने चाहिँ कि त्यो मान्छेले, एक दुईजना मान्छेले अब त्यस्तो नराम्रो त भन्न खोजे होइन। त्यो मान्छे हाम्रो गाउँकै हाम्रो रिलेटिभ नै पर्छ, त्यस्तो नराम्रो भन्न खोजे होइन। जस्तै अब म देखाइदिन्छु नि तपाईँहरूलाई, त्यहाँको त्यो के भन्छ दाइहरूले चाहिँ यहाँ चुगुली यता लगाइदिन्छ क्या, यहाँ माथि लाउनु पर्ने ठाउँमा। अनि सिसा हालेको थियो, फुटाइदियो कि। अनि सिसा अलि नआउँदो रहेछ उनीहरूलाई। अनि त्यही हो, अलि हाल्न नआउनु रहेछ। अनि त्यही भएर हामीले चाहिँ फेरि पछि अर्कै मान्छे ल्याएर चाहिँ हाल्छु भनेर चाहिँ त्यही भएर ठोका चाहिँ हाल्यो। अनि त्यो झ्याल चाहिँ हालेको छैन कि, झ्याल र सिसा चाहिँ। अनि त्यो रेलिङ मात्र ठोकाएर राखिरहेछ। त्यही हो, अनि त्यति भयो, चोर पस्दैन नि त। अब त्यही हो, चोर पस्यो भने केही छैन छन त। त्यस्तो फेरि महँगो चिजहरू अब अलिअलि होला केही कुराहरू, त्यस्तो फेरि मलाई थाहा छैन। अनि त्यही हो, मेरो यहाँ गाउँमा आउनुको नै मजा खायो पुरा आनन्द होइन। त्यो बजारमा भयो त अब तल भए त त्यो प्या पिपी त्यहाँ टिडी के हुन्थ्यो। अब यहाँ त चराको मात्र चिरी गरिरह। अनि यता चाहिँ हाम्रो पहिला भैँसीहरू पाल्थ्यो, अनि भैँसी बाख्राहरू केही छैन अहिले। त्यही हो न गाइस। अब चाहिँ यता बारीकै तरकारीहरू लगाएको छ, अनि अलिअलि लगाएर छ तरकारी मम्मीले। अनि यो आउँदाखेरि चाहिँ यताको प्याजहरू चाहिँ ल्याइदियो है भन्नु थियो। अनि मैले प्याजहरू हालेको छ, त्यही छ अघि भर्खर हालेर राखिदिएको टक्कसँग। अरू त के भन्ने, जताततै हेऱ्यो नि चरा उडै छ। अनि त्यो कराउँदै उड्ने कि त्यो बिहान उनीहरू नि के भन्छ खानेकुरो खोज्ने खाने यताउति गर्छ नि त। अन्त जताततै चरा खाके। अनि म चाहिँ टोइलेट जाउँ भने होइन, अब यसो टोइलेट लगाइरहेको थियो। अनि टोइलेट जाउँ भने मम्मीले त टोइलेटमा पनि चाबी लगाएर हिँड्दैछ। अब चाबी त छ होला, तर म माथि ठुलो मम्मीको घरमा जान्छु। त्यही हो। अनि यता यो फुलको नाम को कसलाई थाहा छ? यो फुल चाहिँ अब यो असार साउनतिर यस्तो सेतो व्हाइट खाले क्या बबाल फुल छ क्या। अनि हल्का काट्नु पनि भएको, त्यो धेरै लामो हाइट भएको क्या। अनि त्यही नै हो, मेरो यता माथितिर नि छ घरहरू टन्नै छ क्या। हाम्रो चाहिँ यहाँ घरको बिचमा घर छ क्या। अनि एकान्त ठाउँमा चाहिँ घर छैन कि हाम्रो चाहिँ। मलाई त त्यस्तो एकान्त ठाउँमा घर भयो भने चाहिँ एकदम के भन्छ त्यो दिमाग प्रेसरमा आउँछ कि। त्यो के भन्छ अलि कस्तो लाग्छ कि त्यो मनै लाग्दैन कि भनौँ न। अब मैले त्यो भन्नै आएन कि कसरी भन्नु।
अनि यहाँ चाहिँ हाम्रो आगो बाल्ने चाहिँ चुल्ही थियो। यता त पुरै अँध्यारो भइरहेको त के हो डोको डालो कुटो कोदालो छ मम्मीले यताको चाहिँ लाइट बसेको बोल्दैन ए बल्दो रहेछ यताको नि लाइट क्या मधुरो होला है त्यो धुवाले गर्दा। अनि यहाँ चाहिँ हामी आगो ताप्ने गर्थ्यौँ जाडो समयमा त्यही नै हो। अनि अब यताको यो झ्याल खोल्नु भने के खोल्ने यताको लाइट चाहिँ अफ गरिदिउँ न त्यही नै हो गाइस। हाम्रो गाउँ यस्तो रहेको छ हाम्रो गाउँ चाहिँ होइन। मेरो बाजेको घर उहाँ तल मामाहरूको घरहरू पर्छ अनि यता चाहिँ मेरो ठुल्दिदीको घर अनि यो चाहिँ किचन ठुल्दिदीको त्यही हो। त्यो सबैको यो यस्तो 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 छ नि यस्तो यो यसलाई यस्तो त्यो गुम्बातिर हिँड्नु यस्तो यस्तो चाहिँ सबैको चाहिँ फेर्नै पनि भयो हाम्रो दिदीको अनि यहाँतिर मामाहरूको हाम्रो माथि ठुलो मम्मीको पनि फेर्नु पनि रहेछ। हाम्रो एकैचोटि फेर्छ होला सायद अब बुद्ध जयन्तीको दिनमा फेर्छ होला त्यही हो गाइस। अरू त के भन्ने यति नै हो। अब म चाहिँ लाग्नुपर्ने हुन्छ मेरो ठुलो मम्मीको घर अनि हेर्नु नि त्यहाँ ठुलो मम्मीको नि त्यो यस्तो फेर्नुपर्ने हो कि हाम्रो यहाँतिर पुरै के हो कि हिलो लाग्यो हो कि लेउ लाग्यो हो कि के हो यस्तो। अनि छतमा पनि एकचोटि त जानुपर्ने थियो तर कि यताको लाइट चेक गरौँ न है बाहिरको के कस्तो भएछ बाहिरको नि लाइटहरू यता बलेन ए बल्यो यो त्यो झिलिमिलीवाला मात्रै रहेछ कि अर्कोवाला चाहिँ जलेछ यार। उता बाटो पनि बलेन यताको चाहिँ बल्छ कि बल्दैन यताको एकचोटि चेक गरौँ न। ए यताको चाहिँ बल्दो रहेछ दुईवटा एउटा दुईवटा तिनटै बल्दो रहेछ यताको चाहिँ तिनटै बल्दो रहेछ त्यही हो। अनि हामी एउटा कुरा भन्न चाहन्छु कि होइन हामी चाहिँ पहिला बच्चामा सानो थियो नि त त्यतिखेर चाहिँ अनि हामी यहाँ यो रुखमा चाहिँ चढ्थ्यो कि त्यो चढ्न नसकी भने चढ्थ्यो यहाँको तलबाट माथिसम्म चढ्थ्यो कि हामी नसकी त्यही हो। बच्चाको याद पनि आउँछ गाउँमा। अनि हाम्रो उता यो डाँडामा चाहिँ जात्रा हुने गर्छ कि यो डाँडामा चाहिँ 5 वर्षमा एकचोटि हुन्छ कि जस्तै अब 5 वर्षमा के भन्छ 5 वर्षमा एकचोटि वर्ल्ड कप हुन्छ नि अब हाम्रो त्यसरी नै 5 वर्षमा एकचोटि त्यहाँ चाहिँ जात्रा हुने गर्छ क्या त्यही हो। अरू के भन्न चाहन्छु मलाई यताको भ्यू चाहिँ बवाल लगाइरह टक्क घाम बनाइरह बादल हेर्नु न आकाशमा सही भइरह यार डेन्जर आइरह नि। अरू त के भन्नु दुलोहरू बढाउनु पर्ने अनि मैले चाहिँ अघि चाहिँ प्याज हालेको थिएँ क्या यता बारीबाट उकालेर प्याजहरू हालेर बास्न आइरहेको छ यार प्याजको नि। बजारमा किन्नु भने बहुत महँगो छ बरु गाउँबाटै लान्छु खान्छु त्यही हो। अनि यता यो फुल पनि थरी फुल्छ नि फेरि यो फुलको नाम चाहिँ थाहा भएन सागहरू उम्लिरहेको रहेछ। अरू त के भन्नु यस्तै हो अब गाउँको हालत घरको हालत पनि यस्तो धुलो अब कुच्चो सुच्चो त लाउनु पर्ने थियो। अरू त के भन्ने गाइज त्यति नै हो। फाइनली मैले चाहिँ धुलो बढाउन सक्यो। अब म पनि यहाँबाट चाहिँ निस्किन्छु चाबी लगाएर अब तल त्रिशुल जानु पऱ्यो भोलि एक्जाम छ भोलि आज बिदा 12को फाइनल एक्जाम यसरी घुमेर हिँड्नै होला कि एउटा त्यही हो गाइज। अब अरू केही छैन मुख पनि धुवाएन त्यो अनुहार कालो चिल्लो भइरह होला त्यही त हो। मुख सुख धुनु पऱ्यो ब्रस केही गरे होइन अनि मुख सुख धुनु पऱ्यो फ्रेस हुनु पऱ्यो खाजा भने खाइसक्यो बिहानै मुख नधुइकन पेट पूजा त हानिदिइसक्यो। अब त्यही हो म चाहिँ फ्रेस भएर चाहिँ अब त्रिशुलतिर निस्किन्छु। अब त्यही हो गाडी भिडियो इन गर्नुभन्दा चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा कुरा चाहिँ भन्न चाहन्छु होइन अगाडि नै भन्नुपर्ने थियो तर मैले यो पछि भन्छु भनेको चाहिँ यसो लाग्दैन कि एउटा कुरा एउटा रिक्वेस्ट गर्न चाहन्छु भने तपाईँहरूलाई चाहिँ म मेरो भिडियोमा चाहिँ अब हेरिदिनु भयो कमेन्ट पनि गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला त्यति चाहिँ गरिदिनु पऱ्यो। त्यति गऱ्यो भने चाहिँ मलाई नि अब अलिक जोस आउँछ नि त अलिक बनाउन अनि अलि बवाल ठाउँमा गएर अलिक बवाल कन्टेन्टहरू बनाउन मन लाग्छ त्यही हो गाइज त्यति चाहिँ गरिदिनु पऱ्यो।
हामी चाहिँ यहाँ एउटा होटेलमा छु होइन, गाउँबाट भर्खर आएको। अनि यहाँ चाहिँ हामी चाहिँ लस्सी खाँदैछु। अहिले एकछिनमा खाना आउँछ अनि खाना खाएर चाहिँ हामी चाहिँ घरमा निस्किन्छौँ। मुख धोएर कालोदेखि खाना आउँछु नि। अब हामी चाहिँ त्यही हो, खाना खानु पऱ्यो। यहाँ टक्क बसेर यहाँ एकजना चम्चाले घोची घोची खाइरहेछ। हामी चाहिँ यहाँ खाना खाँदैछौँ। यहाँ यसले चाहिँ दाल साग, दाल तरकारी सब झोलहरू सब एकै ठाउँमा मिसाएर खान लागिरहेछ। यहाँ मेरो त्यो मटन, यो चिकन हामीले चाहिँ यहाँ खान लागिरहेछौँ। अब अब उसले त सुरु पनि गरिरह, अब म पनि गर्छु। अनि खाएर टक्क घुम्नु निस्किन्छु। त्यही हो गाइस, आजको भिडियो चाहिँ यति नै।